नेपाली थिएको त आइहाल्छ है। हेलो नमस्कार गाइस, तपाईहरुलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आजको मेरो बाटो रहेको छ स्वयम्भू बुद्ध पार्कबाट धारकेसम्मको पुरा क्लिप नकाटिकन सिधा कन्टिन्युअस फर्मको भिडियो तपाईलाई रहनेछ। यो भिडियो आशा छ तपाईहरुलाई यो भिडियो मन पराउनु हुनेछ। यस भिडियोमा चाहिँ कुनै ठाउँमा चाहिँ ठाउँको नामहरु तपाईहरुलाई प्रोभाइड गरिदिएको छु र अलि लामो क्लिप्स रहेको ठाउँ चाहिँ मैले एउटा 5x को स्पिडमा र अर्को 7x को स्पिडमा मैले भिडियो राखेको छु। अब कुनै पनि मैले यो बाटो चाहिँ नकाटिकन बनाएको हुनाले चाहिँ तपाईहरुलाई सहज यो सरल रहोस् भनेर मैले यो भिडियो चाहिँ कन्टिन्युअस फर्ममा बनाएको हो। अरु भिडियोहरु हेर्दै जानु होला। अहिलेलाई तपाईहरुलाई मन परेमा सब्स्क्राइब अथवा लाइक शेयर गरिदिनु होला। धन्यवाद। यहाँबाट उकालो रहेछ। प्रहरी पोस्ट रहेछ डाँडाको टुप्पामा, नाकटुङ्गा धारकैसित पहिला। यहाँ त चिसो रहेछ अहिले चाहिँ, अन्त घाम नलागेर होला लास्ट चिसो सेर्रै आउँछ अहिले त। ओहो यो त जान लाएर त यहाँ छेउछेउ यतापट्टि स्पिड चाहिँ नगर्नु होला गाइज। यहाँले अलिकति खतरै रहेछ बाटो। पुरै उसो बाटो त ओहो भट्किन लाग्थ्यो।
नेपाली थेगो त आइहाल्छ है। ठुलो खोला माथि धारकी तल। महेश फाँट भन्ने आइपुग्यो। सावधान। त्यतिर चाहिँ यो इँटाहरू चाहिँ ओसार पसार उता उद्योग यो इँटा भट्टाबाट चाहिँ यतापट्टि देब्रे साइड पनि आउनु दिन्छ। अनि खच्चड पनि कहिलेकाहीँ तल माथि गर्दो रहेछ। यो ठाउँमा चाहिँ अलिक सावधान हुनु होला है। ओह क्या मजाले लगाएर रहेछ। अहिले चाहिँ यहाँ पिच गरेर रहेछ। यो यहाँ त पिचै छ। पिच माथि पिच गरेछ, डबल पिच गरेछ। यहाँ चाहिँ उताबाट चाहिँ अलिकति धुलो थियो, त्यहाँ पनि गरेर रहेछ। गरेर रहेछ ल। दिस इज ताजा ताजा पिच। बेसकन धुलो थियो पहिलाको भिडियोमा हेर्नुहोस्। मेरो धारकेबाट सीताबाइलासम्मको त्यहाँनिर धुलो थियो। अहिले चाहिँ मजाले पिच गरेर छ। उमै खोला आइपुग्यो। धुनीबेसी पार्क। धुनीबेसी वार्ड नम्बर 5 को वडा पनि कार्यालय यहीँ छ। यतातिर चाहिँ अलि ध्यान दिएर चलाउनु होला। यो चाहिँ स्कुल एरिया पर्दो रहेछ। यतातिर बच्चाहरू चाहिँ हिँडिरहँदो रहेछ यो बाटो, मेन बाटोमा। अलि ध्यान दिनु होला। जीवनपुर बजार आइपुग्यो। धुनीबेसी प्लेग्राउन्ड स्टेडियम आइपुग्यो। देब्रे साइडको पुरानो धारके आइपुग्यो।
धार्के पुल आइपुग्यो। ल गाइस ठ्याक्कै आइपुग्यो धार्के। 44.25 सेकेन्ड। अब म यहाँ राइट पोखरा लागेँ गाइस।